आजको कक्षामा हामी वाटर रिसोर्स अर्थात् जल स्रोतको बारेमा कुरा गर्न गइरहेका छौँ। जल स्रोत वाटर रिसोर्स Nepal is the second richest country in the water resource in the world and first richest country in Asia. हाम्रो जल स्रोतको भण्डारको आधारमा हेर्दाखेरि नेपाल चाहिँ एउटा धनी मुलुकको सूचीमा रहेको छ। द पोटेन्शियलिटी अफ हाइड्रो इलेक्ट्रिसिटी इन नेपाल इज अबाउट 83,000 megawatt and by mid-March 2021, production of hydroelectricity is 1233.10 megawatt, which is less than 1.56% of the total hydroelectricity potential of the country. नेपाल चाहिँ ब्राजिल विश्वमा सबैभन्दा पहिलो जलस्रोतको धनी देश मानिन्छ भने ब्राजिल पछाडिको दोस्रो धनीको देशको रूपमा चाहिँ नेपाललाई लिन सकिन्छ। अब जलस्रोतको यो धनी देश हुँदाहुँदै पनि हामीले जल स्रोतको पर्याप्त विकास र प्रवर्धन गर्न सकेका छैनौँ र विभिन्न समस्याहरू समय समयमा हामीले भोग्नु परेको छ। रोल एन्ड इम्पोर्टेन्स अफ वाटर रिसोर्सेस। नम्बर 1, डेभलपमेन्ट अफ एग्रिकल्चरल सेक्टर। कृषि क्षेत्रको विकासका लागि पनि जल स्रोतको अत्यन्तै ठुलो महत्त्व रहेको छ। जल स्रोतको विकास भयो भने कृषि क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने, कृषि क्षेत्रमा आवश्यक पर्ने यान्त्रिक उपकरणहरू सजिलै जडान गर्न सकिने यस्ता कामहरू हुन सक्छ। त्यस्तै अर्को छ डेभलपमेन्ट अफ इन्डस्ट्रियल सेक्टर। त्यस्तै गरी उद्योग धन्दाको विकासका लागि पनि कृषि क्षेत्र जस्तै उद्योग धन्दाहरूको विकास गर्नका लागि पनि ऊर्जा जल स्रोत चाहिँ अत्यन्त जरुरी रहेको पाउन सकिन्छ। डेभलपमेन्ट अफ टुरिज्म। विभिन्न प्रकारका साहसिक पर्यटनका साथसाथै विशेष गरेर जल पर्यटन गर्नका लागि पनि वाटर रिसोर्सको महत्त्वपूर्ण भूमिका रहेको छ। डेभलपमेन्ट अफ अल्टरनेटिभ ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन। विभिन्न वैकल्पिक यातायातको र सञ्चारको विकास गर्नका लागि सञ्चार र यातायातको साधनहरूको वैकल्पिक विकासका लागि पनि कृषि क्षेत्रको विकास हुन जरुरी छ। कृषि क्षेत्रको विकास भयो भने यातायात तथा सञ्चारहरूको सहज रूपमा हामी विकास गर्न सक्छौँ। त्यस्तै अर्को रहेछ बेसिस अफ हेल्थ। यो चाहिँ स्वास्थ्य सुविधा पुर्याउनका लागि आवश्यक पर्ने यान्त्रिक विकासका लागि पनि हामीलाई जल स्रोत अत्यन्तै महत्त्वपूर्ण रहेको छ। बेसिस अफ फरेस्ट कन्जर्भेसन। वन सम्पदाको संरक्षणका लागि पनि जल स्रोतको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ। जस्तै जल स्रोतबाट चाहिँ बोट बिरुवाहरू जल पानीको कारणले सिंचाइको कारणले हुर्कन बढ्न मद्दत गर्छ भने अर्को कुरा जल स्रोतबाट बिजुली उत्पादन गरिसके पछाडि हामीले काठ दाउराका लागि प्रयोग गर्ने वन सम्पदाहरू के हुन जान्छ, संरक्षण हुन जान्छ। इम्प्लोयमेन्ट प्रमोसन अर्थात् रोजगारीको विकास र प्रवर्धनका लागि पनि हाम्रो जल स्रोतको महत्त्वपूर्ण भूमिका रहेको छ। एक्सपोर्ट प्रमोसन, निर्यात, आयात र निर्यातमा हामीले निर्यात गर्नलाई पनि हामीले जल स्रोतबाट उत्पादन भएको हाम्रो बिजुली विशेष त अहिले हामी 83,000 मेगावाट मध्ये जम्मा 1233 मेगावाट उत्पादन गरेको अवस्थामा छौँ। एवं क्रमले अब बिजुली उत्पादन गर्दै जाने हो भने निकट भविष्यमा हामी जल स्रोत भारत तथा तेस्रो मुलुकहरूमा निर्यात गरेर यसबाट पर्याप्त आय आर्जन गर्न सक्छौँ। अब जल स्रोत पछाडिको अर्को हाम्रो महत्त्वपूर्ण स्रोत रहेको छ। यो जल स्रोतबाट चाहिँ हामीले धेरै कुराहरू फाइदा हासिल गर्छौँ र यसका केही समस्याहरू प्रब्लम्स अफ वाटर रिसोर्स डेभलपमेन्ट के छन् त अहिलेसम्म हामीले जल स्रोतको विकासमा देखिएका समस्याहरू के हुन् भन्ने कुरामा हामी छलफल गर्न गइरहेका छौँ। नम्बर 1, इन एडुकेसी अफ क्यापिटल। हामी जल स्रोतमा लगानी गर्नका लागि हामीसँग पर्याप्त पुँजी छैन र पुँजीको अभावको कारणले हामीले चाहेर पनि जल स्रोतमा पर्याप्त मात्रामा लगानी गर्न सकेका छैनौँ। हाम्रा नदीनालाहरूको पोटेन्सियलिटी, हाइड्रो इलेक्ट्रिसिटी जेनेरेट गर्ने जुन पोटेन्सियलिटी हो त्यो त्यत्तिकै खेर गइरहेको अवस्था छ। नम्बर 2, ल्याक अफ टेक्नोलोजी एन्ड टेक्निसियन्स। हामीसँग
उच्च स्तरीय प्रविधि पनि छैन र उच्च स्तर प्रविधि प्रयोग गर्ने प्राविधिक जनशक्तिहरूको पनि अभाव छ र जसको कारणले गर्दा जलस्रोतको उचित विकास र प्रवर्धन हुन सकेको छैन। ल्याक अफ ट्रान्सपोर्टेसन एन्ड कम्युनिकेसन, हामीलाई चाहिँ यातायात र सञ्चारको अभाव छ। यातायात र सञ्चारको अभावको कारणले गर्दा हामीले चाहेअनुसारको यो जलस्रोतको विकास गर्न सकेका छैनौँ। ल्याक अफ मार्केट, हामीले उत्पादन गरेको जलस्रोतबाट उत्पादन गरेको ऊर्जा बिक्री गर्नका लागि हाम्रो उचित मार्केटहरू हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ। डिफेक्टिभ गभर्मेन्ट पोलिसी, सरकारको नीति पनि के छैन त भन्दाखेरि इफेक्टिभ छैन, यसले पनि प्रभावकारी ढङ्गबाट काम गर्न सकेको छैन। रफ जोग्राफिकल टेरियन, नेपालको भूबनोट नै एउटा चुनौतीको रूपमा रहेको छ। जलस्रोतको पर्याप्त विकास गर्नका लागि हाम्रा नदीनालाहरू धेरै भिर पहराहरूबाट बहेर आएका छन् र यी नदीनालाहरूलाई प्रयोग गरेर खानेपानीको विकास, त्यसै गरी सिँचाइ सुविधाको विकास, त्यसै गरेर हामीले ऊर्जा बिजुली बत्तीको विकास गर्नलाई हामीलाई बाधा पुगिरहेको छ, जहाँ हामीले सहज रूपमा बाटोघाटोको व्यवस्थापन गर्न सकिरहेका छैनौँ। पोलिटिकल इन्स्टेबिलिटी, राजनीतिक अस्थिरताको कारणले गर्दा पनि हामीले कतिपय कुराहरूको सहज रूपमा विकास र प्रवर्धन गर्न सकिरहेका छैनौँ र त्यस्ता कुराहरूको विकास र प्रवर्धनमा बाधा पुगिरहेको अवस्था छ। अब त्यस्तै अर्को महत्त्वपूर्ण स्रोतको रूपमा हामीले जलस्रोत जस्तै अर्को महत्त्वपूर्ण स्रोतको रूपमा हामीले वन सम्पदालाई लिन सक्छौँ। Forest resource is the second important natural resource of Nepal. It is a renewable natural resource and important to keep environmental balance. It is an important source of energy consumption in Nepal. जसरी जलस्रोत सबैभन्दा महत्त्वपूर्ण स्रोतको रूपमा हामीले लिएका छौँ, त्यसै गरी वन सम्पदा, वन पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ र जल सम्पदा र वन सम्पदा बिचमा अत्यन्तै निकटतमको सम्बन्ध रहेको पाइन्छ। अब रोल अफ फरेस्ट रिसोर्स, यो वन सम्पदाले चाहिँ के कस्तो भूमिका निर्वाह गरेको छ र के कस्ता कुराहरूमा यसले सहयोग पुर्याएको छ भन्ने कुरा हामी हेरौँ। नम्बर 1, बेसिस अफ प्रिजर्भिङ नेचुरल इकोसिस्टम, र यसले चाहिँ वातावरणीय सन्तुलन कायम गर्नका लागि महत्त्वपूर्ण आधारको रूपमा हामीलाई वन सम्पदाले सहयोग गरेको छ। हरियो वन नेपालको धन, ग्रिन फरेस्ट इज द ट्रेजरी अफ नेपाल भनेर भन्ने गरिन्थ्यो र यसले चाहिँ इन्भाइरोमेन्टल ब्यालेन्सको लागि पनि महत्त्वपूर्ण काम गरिरहेको छ। ब्याकबोन अफ एग्रिकल्चर, यो चाहिँ कृषि क्षेत्रको मेरुदण्डको रूपमा चाहिँ हामीले चाहिँ यो वन क्षेत्रको विकास गर्ने कुरालाई लिन सक्छौँ र वन क्षेत्रको विकास भनेको चाहिँ यो कृषि क्षेत्रको पनि विकास हो भनेर हामी बुझ्न सक्छौँ। बेसिस अफ र मेटेरियल्स फर इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सन, यो उद्योग धन्दा र निर्माण क्षेत्रको लागि चाहिँ कच्चा पदार्थहरूको सहज उपलब्धता गर्ने आधारका रूपमा चाहिँ हामीले यो वन पैदावारहरूलाई लिन सक्छौँ। सोर्स अफ इनर्जी, अब अर्को छ सोर्स अफ इनर्जी, यो विशेषतः काठ, दाउराहरू भनेको चाहिँ इन्धनको प्रमुख स्रोत मानिन्छ र वन सम्पदाबाट चाहिँ इन्धनको स्रोतको पनि परिपूर्ति हुन सक्छ। प्रमोसन अफ टुरिज्म, पर्यटनको विकासका लागि पनि वन सम्पदाको महत्त्वपूर्ण भूमिका रहेको छ र पर्यटनको विकास हुनु पनि एउटा वन क्षेत्रको महत्त्वपूर्ण भूमिका अथवा महत्त्वको रूपमा यसलाई हेर्न सकिन्छ। सोर्स अफ पब्लिक रेभेन्यू, सरकारले गर्ने आय आर्जनको महत्त्वपूर्ण हिस्सा चाहिँ एउटा वन पैदावार, वन सम्पदालाई पनि हामी लिन सक्छौँ। अब पछिल्लो समयमा यदि हुँदाहुँदै पनि वन सम्पदामा विभिन्न प्रकारका हामी समस्याहरू झेल्न विवश छौँ। ती के समस्याहरू छन् यसलाई हामीले सरसर यहाँ चर्चा गर्न गइरहेका छौँ। कजेज अफ डिफरेस्टेसन,
वन विनाशका कारणहरू के हुन् त भन्दाखेरि सोर्स अफ लिभलिहुड, मान्छेहरूले चाहिँ वनलाई चाहिँ एउटा गरिखाने ठाउँ अथवा वन फडानी गरेर खेती गरेर बस्ने, त्यहाँ घर बनाउने काम गरिरहेका छन् भने अर्कोतिर रुख बिरुवाहरू काटेर काठ दाउराहरू बेचेर पनि आफ्नो जीविका चलाउने लगायतका कामहरू गर्ने गरेको पाइन्छ। त्यस्तै गरी अर्को छ माइग्रेसन, बसाइसराई, विशेष गरेर जटिल भौगोलिक अवस्थितिबाट चाहिँ सम्म तराई भूभागहरूमा बसोबास गर्न बसाइसराई गर्ने र जङ्गली क्षेत्रको छेउछाउ पानी गरेर बस्ने यो क्रमले पनि हाम्रो वन विनाश हुन गएको छ। ल्याक अफ इम्प्लोइमेन्ट अपर्च्युनिटी, मान्छेहरू बेरोजगार भएर रोजगारीको अभावका कारणले गर्दाखेरि वन पैदावारमा आश्रित हुन पुग्नुको पनि एउटा यो समस्या रहेको छ। हाई पपुलेसन ग्रोथ रेट, उच्च जनसङ्ख्या वृद्धिको कारणले गर्दाखेरि मान्छेहरूलाई आवासको क्षेत्र अपुग हुन गई जङ्गलका छेउछाउका बस्तीहरूबाट क्रमशः वन फडानी हुने क्रम बढेको हामी पाउन सक्छौँ। ल्याक अफ अल्टरनेटिभ सोर्स अफ इनर्जी, शक्तिको वैकल्पिक स्रोतको विकास हुन नसक्नुले पनि हाम्रो वन क्षेत्रको फडानीलाई हामीले नियन्त्रण गर्न सकेका छैनौँ, वन विनाशलाई नियन्त्रण गर्न सकेका छैनौँ। डिमान्ड अफ र मेटेरियल्स, वन क्षेत्रमा अनि वन पैदावारहरू चाहिँ विभिन्न उद्योग धन्दाहरूका लागि आवश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने र यसको कारणले गर्दाखेरि पनि वन क्षेत्रको विनाश हुँदै गएको हामी पाउन सक्छौँ। इनएफेक्टिभ एडमिनिस्ट्रेसन एन्ड एब्सेन्स अफ फरेस्ट म्यानेजमेन्ट, यो प्रशासन पनि अप्रभावकारी र त्यस्तै गरेर चाहिँ यो वन व्यवस्थापन गर्ने संयन्त्रको पनि हरेक क्षेत्रमा प्रभावकारी उपस्थिति नहुनुले पनि वन क्षेत्रको विनाश भइरहेको हामी पाउन सक्छौँ। अब यसबाट परिणामहरू के कस्ता परिणामहरू प्राप्त हुन्छ भन्ने बारेमा पनि हामी चर्चा गर्न गइरहेका छौँ। कन्सिक्वेन्सेस अफ डिफरेस्टेसन, वन पैदावारहरूको विनाशबाट हुने समस्याहरू अथवा यसबाट हामीले के कस्ता समस्याहरू भोग्नुपर्छ। नम्बर 1, नेचुरल क्लाइमेटिज, विभिन्न प्रकारका प्राकृतिक विपदहरूको हामीले सामना गर्नुपर्ने हुन्छ। नम्बर 2, इन्भाइरोमेन्टल डिग्रेडेसन, यसले चाहिँ जग्गा जमिनहरू चाहिँ बिस्तारै क्षय हुने र वातावरणमा पनि क्रमशः असन्तुलन हुँदै जाने अवस्था सिर्जना हुन्छ। त्यस्तै अर्को छ डिसएपिरियन्स अफ रेयर एनिमल्स एन्ड प्लान्ट्स, विभिन्न लोपोन्मुख प्रजातिका प्राणी तथा वनस्पतिहरू बिस्तारै हराउने जाने खतरा बढ्छ। त्यसले गर्दाखेरि पनि यो वनस्पति र प्राणीहरूको चाहिँ लोप हुन सक्ने खतरा बिस्तारै बढेर जान्छ। इफेक्ट्स अन एग्रिकल्चर, त्यसै गरेर कृषि क्षेत्रको विकासमा पनि यसले नराम्रो प्रभाव पार्छ। त्यस्तै गरी अर्को छ इफेक्ट अन इन्डस्ट्रिज, उद्योग धन्दाको विकासमा पनि यो वन विनाशको कारणले गर्दा असर पर्न जान्छ, किनकि वनले यो विशेष त वातावरण सन्तुलन गर्नका लागि ठुलो भूमिका निर्वाह गरेको हुन्छ र उद्योग धन्दाबाट आएको प्रदूषणको नियन्त्रण गर्नलाई पनि वन क्षेत्रको भूमिका रहेको हुन्छ भने कतिपय उद्योगहरूलाई चाहिँ वन क्षेत्रबाटै कच्चा पदार्थहरू प्राप्त भइरहेको हुन्छ। डिक्लाइनिङ अन्डरग्राउन्ड वाटर, यदि वन विनाश भयो भने हाम्रो भूमिगत जल स्रोतहरू बिस्तारै नष्ट भएर जान्छ, जसको कारणले गर्दाखेरि चाहिँ पर्याप्त मात्रामा वर्षा हुँदैन। त्यस्तै अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टि जस्ता समस्याहरू सिर्जना हुन सक्छ। एडभर्स इफेक्ट अन नेसनल इकोनोमी, यसरी समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गई अर्थतन्त्र नै धराशायी बन्न सक्छ र विभिन्न कारणले गर्दा समग्र देशको अर्थतन्त्रमा नै यसले असर पुर्याउन सक्छ। र आजको हाम्रो यो कक्षामा हामीले जलस्रोत र वन स्रोतको बारेमा चर्चा गऱ्यौँ। हस्त, धन्यवाद।